गर्छ त भन त त्यस्तो गर्नु हुँदैन भन न अनि गर्मी भयो कति धेरै हौ के भयो आँखालाई केही त भएको छैन नतान न दुख्छ क्या एन्जललाई आया हुन्छ नि त एन्जललाई पनि हौ खुच्चो किसी नगर्नु माउथमा किसी गर्नु हुँदैन क्या एन्जललाई माउथमा किसी गर्नु हुँदैन नि त छिची हुँदैन भन त किसी गर्नु हुँदैन नि त्यसरी माउथमा कहाँ हुन्छ त नि माउथमा किसी गर्नु हुँदैन त हुँदैन माउथमा किसी गर्नु बुझ्दैन मेरो फुचो नतान न एन्जल आया हुन्छ नि त एन्जल को हो फुचुको भन्देऊ त तिम्रो को हो एन्जल को हो चाट्नु हुँदैन क्या एन्जल दिदी हो नि को हो भन त तिम्रो चाट्यो एन्जलले चाट्यो नचाट न गर्मी भएर न एन्जल दिदीलाई कति धेरै गर्मी भयो कस्तो धेरै गर्मी छ नि त उहाँहरू त बिचरा मेरो एन्जल गर्मी भयो एन्जल नचाट्नु कस्तो चाटी गरिन्छ यो मेरो पुलको नतान न त्यसरी गर्मी हुन्छ नि हुँदैन त नि दुईजनालाई गर्मीमा साह्रो परिरहेछ बिचरा मेरो एन्जललाई त अझै गाह्रो भइरहेछ कहाँ गएको छोड्देऊ न आइया भयो त्यसरी नतान न हेर न कस्तो गर्छ भने नि यसले त झन् तानिदिएर बिचरालाई टोक्दैन नि त केही गर्दा नि केही गर्दैन क्या उसले अनि तानै गर्छ क्या नगर नफुच्छु त्यस्तो माया पो गर्नुपर्छ त एन्जल दिदी पो हो त अनि दिदी हो नि त माया गर्नुपर्छ हो त्यसरी फ्ल्याङ्किस मात्र गर्नुपर्छ क्या कति बज्यो तिम्रो घडीमा कति बज्यो भन त 1 2 मात्र बज्यो ए 1 2 मात्र बज्छ कति बज्यो 9 बज्यो 9 बजिसक्यो एन्जल कति बज्यो यसलाई त आफै खाना खुवाउनु पर्छ क्या मैले आफै खानै जान्दैन क्या कस्तो छ भने नि मासु भात चाहिँ दियो भने होइन आफै खान्छ नभए त सबै हातले खुवाउनु पर्छ दुध पनि आफै खान्छ खाना चाहिँ अरू त सब डेली खाना खुवाउनु पर्छ यसलाई मैले यो मेरो अञ्जलीलाई यिनलाई पनि तिनलाई पनि उनलाई त झन् 6 वर्षदेखि खुवाइरहेछ प्याउली पो छुट्टो कस्तो मुखमा खाएकोले गर्दाखेरि भुत सबै पहेँले भएको छ मुख सबै खेलौनाहरू छडेको छ को आयो भन्नु बित्तिकै कुदेको क्या उसलाई बाउ आयो जस्तो लागेको यहाँ आउनु न सबै यो छरेर है खेलौनाहरू कोही पनि आएको छैन कोही नै आएको छैन को आयो नि पापा आउनु हो अब हेर्न है पापा आउनु हो दोकानेर पुगिहाल्छ हो बाउ आयो भनेर खाली बाउसँगै बस्नु भन्छ क्या एउटा खोल्न गयो के अरे चुक्कु छैन हौ आउनु भएको त्यो हेर नि तिमीले यो सबै यसरी किन फ्याएको भन त एन्जलले खाइदिन्छ त तिम्रो यो खेल्ने कुरा सब एन्जलले खाइदिन्छ राख छिटो त्यसमा राख्नुपर्छ नि त मामुले के सिकाउनु भएको थियो भन त्यो मामुले खेलेर यसमा राख्नुपर्छ नत्र मामुले सबै खाइदिन्छ भनेको थियो नि एन्जलले सबै खाइदिन्छ एन्जलले मामुले होइन एन्जलले सबै खाइदिन्छ यो दराजबाट मगाएको कस्तो डुप्लिकेट पठाइदिएछ क्या सुरु लट चाहिँ साह्रै राम्रो पठाइदिएको यो सेकेन्ड लट चाहिँ साह्रै नराम्रो पठाइदिएछ पुरै छ्या कस्तो ठग्नसम्म ठगेको यो दराजले त